नमस्कार। आज हामी एउटा निकै गहिरो विषयमा कुरा गर्दैछौँ जसले हाम्रो जीवनलाई हेर्ने दृष्टिकोण मात्रै होइन, जिउने तरिका नै बदल्न सक्छ। विषय हो साँचो पश्चाताप। र यो केवल सरी भन्नु वा गल्ती स्वीकार्नु मात्रै बिल्कुल होइन, यो त्योभन्दा धेरै गहिरो र शक्तिशाली कुरा हो। ल अब सिधा विषयमा नै जाउँ है त। हामी सबैसँग यस्तो अनुभव छ हैन र? केही गल्ती गर्यो अनि मनमा भारी लाग्छ, पछुतो हुन्छ। तर के त्यो मन भारी हुनु, त्यो दुःखको भावना नै साँचो पश्चाताप हो त? आजको हाम्रो विश्लेषणको मुख्य कुरा नै यही हो, किनकि यी दुई बीच आकाश जमिनको फरक छ। त्यसो भए यो यात्राको पहिलो पाइलाको रूपमा सुरुमा त यही बुझौँ, आखिर यो पश्चाताप भन्ने शब्दको वास्तविक अर्थ नै के हो? यो हामीले सामान्यतया सोचेभन्दा धेरै गहिरो अर्थ राख्ने शब्द हो। पश्चाताप भनेको हेर्नुहोस्, खालि भावनात्मक दुःख वा आँसु मात्रै होइन। यो त सोचमा, विचारमा र हिँडिरहेको दिशामा नै आउने एउटा आधारभूत परिवर्तन हो। यसको शाब्दिक अर्थ नै फर्कनु हो। मानौ एउटा बाटोमा हिँडिरहेको मान्छेले पुरै युटर्न लिएर अर्कै दिशामा हिँड्न थाले जस्तै। पापको बाटोबाट फर्केर पुरै परमेश्वरतिर लाग्ने एउटा सचेत निर्णय हो यो। ल अब सबैभन्दा महत्त्वपूर्ण भिन्नतामा आउँ। पश्चाताप र सन्ताप सुन्दा उस्तै लाग्छन् होइन त? तर यिनीहरूको अन्तिम परिणामले जीवन र मृत्युको बाटो नै छुट्याइदिन्छ। यो फरक चिन्नु एकदमै जरुरी छ। अब यो स्लाइडमा हेरौँ त, यहाँ एकदमै प्रष्ट छ। सन्ताप अर्थात् पछुतो, यो प्राय आफूमा केन्द्रित हुन्छ। ओहो, म त समातिए, अब मेरो बेज्जत भयो, यस्तो खालको सोच। र यसले निराशा र मृत्युतिर मात्रै लैजान्छ, जस्तै यहुदा इस्करियोतीको जीवनमा भयो। तर साँचो पश्चाताप त्यो त परमेश्वरमा केन्द्रित हुन्छ। मैले त परमेश्वरको विरुद्धमा पाप गरेँ भन्ने सोच हो यो। यो बाहिरी देखावटी दुःख होइन, भित्रैबाट आउने परिवर्तन हो र यसैले जीवन र पुनर्स्थापनातर्फ डोर्याउँछ। एउटा कुरा सोचौँ त, यदि पश्चाताप मनभित्रको यस्तो गहिरो परिवर्तन हो भने बाहिरबाट कसरी देखिन्छ त? कसैले साँच्चै पश्चाताप गर्यो कि गरेन भनेर थाहा पाउने केही आधार छ कि? हो, स्रोतका अनुसार यसका स्पष्ट र देख्न सकिने प्रमाणहरू हुन्छन्। हो, यसको प्रमाण हुन्छ। कुरा के हो भने साँचो पश्चातापले देखिने परिणामहरू फलाउँछ, जसलाई फल भनिएको छ। जस्तै पापपूर्ण कामहरूबाट साँच्चीकै टाढा हुनु अनि परमेश्वरको इच्छा अनुसार जिउने एउटा नयाँ र गहिरो चाहना मनमा आउनु। यस्तो परिवर्तन जुन अरूले पनि याद गर्न सक्छन्। यो खालि बानी सुधार्नु मात्र होइन, यो त पुरै मन नै बदलिएको प्रमाण हो। तर प्रश्न उठ्छ, मान्छेको हृदयमा यस्तो गहिरो परिवर्तन कसरी सम्भव छ त? हो, यही प्रश्नको जवाफ खोज्नको लागि हामीले पुरानो र नयाँ करारको अवधारणालाई बुझ्नुपर्छ। यो अलि धर्मशास्त्रीय कुरा जस्तो लाग्न सक्छ, तर पश्चातापको यो गहिरो परिवर्तन कसरी सम्भव भयो भन्ने कुराको चाबी यही छ। र यो स्लाइडले त पुरै चित्र नै स्पष्ट पार्छ। हेर्नुहोस्, पुरानो करार त्यो ढुङ्गामा लेखिएको बाहिरी नियमहरूमा आधारित थियो। मानिसहरूले आफ्नो बलले त्यसलाई पालन गर्न खोजे, तर सकेनन्, बारम्बार असफल भए। तर नयाँ करारले त खेलै बदल्दियो। यसले परमेश्वरको व्यवस्थालाई बाहिर ढुङ्गामा होइन, मानिसको हृदयभित्रै लेख्ने प्रतिज्ञा गर्छ। यो मानवीय प्रयासमा होइन, तर परमेश्वरको अनुग्रहले भित्रैबाट हृदय परिवर्तन गर्ने शक्तिमा आधारित छ। हो, यही नयाँ करारको शक्तिले गर्दा साँचो पश्चाताप सम्भव भएको हो। ल अब यी सबै कुरालाई एक ठाउँमा ल्याएर हेरौँ। जब साँचो पश्चाताप हुन्छ र त्यो पनि नयाँ करारले दिने भित्री शक्तिबाट, तब बल्ल जीवनमा वास्तविक टिक्ने खालको परिवर्तन देखिन थाल्छ। त्यसैले एउटा कुरा के बुझ्नु पर्यो भने साँचो पश्चाताप गर्नु भनेको एकचोटि गल्ती भयो भनेर सकिने घटना होइन। यो त एउटा नयाँ दिशामा सुरु भएको यात्रा हो। परमेश्वरतर्फ फर्किएको जीवनको एउटा निरन्तर यात्रा, जहाँ दिनदिनै हृदयको नवीकरण हुँदै जान्छ र परमेश्वरसँगको सम्बन्ध झन गहिरो बन्छ। र अन्त्यमा यो प्रश्नमा विचार गरौँ, जब कुनै व्यक्तिले त्यो सांसारिक दुःखलाई जितेर नयाँ करारको शक्तिमा साँचो पश्चाताप अनुभव गर्छ, उसको सोच, व्यवहार र सम्बन्धहरूमा कस्तो ठोस र देख्न सकिने परिवर्तन आउँछ? वास्तविक रूपान्तरणले आखिर एक जीवनमा कस्तो रूप लिन्छ? सायद यही प्रश्नको जवाफमा नै पश्चातापको साँचो शक्ति लुकेको छ।